नमस्ते सबैजनालाई। आज हामी सर्वेइङ को थर्ड लेक्चरमा आइसकेका छौं। यो क्लासिफिकेसन पर्पज अफ सर्वेइङ अनुसार हो। अकॉर्डिंग टू द पर्पज अफ सर्वेइङ सर्वेलाई क्लासिफाई 5 पार्ट्समा गरेछ। हेरौ सुरुमा हाम्रो माइन सर्वे भन्नाले हाम्रो एक्सप्लोरिङ अर्थ मिनरल्स, अर्थमा भएको जति पनि मिनरल्सहरु छ त्यसलाई एक्सप्लोर गर्नको लागि जुन सर्वेलाई क्यारी आउट गरिन्छ त्यसलाई के भनिन्छ? माइन सर्वे भनिन्छ है। अर्थमा भएको जति पनि मिनरल्सहरु हो जस्तै आइरन भयो, कोइल भयो, कोइला खानी, टुन खानी, ढुङ्गा खानी, सबै मिनरल्सहरुलाई एक्सप्लोर गर्नको लागि जुन सर्वे क्यारी आउट गरिन्छ त्यसलाई के भनिन्छ? माइन सर्वे भनिन्छ है। र अब हाम्रो 2 नम्बरमा मिलिट्री सर्वेमा के गरिन्छ? फर प्रिपरेसन अफ म्याप अफ मिलिट्री लाइनको म्यापलाई प्रिपेयर गर्नको लागि मिलिट्री सर्वे क्यारी आउट गरिन्छ। यो त्यति हामीहरुलाई इम्पोर्टेन्ट छैन, तैपनि जानकारीको लागि बुझिराखौ। त्यसपछि हाम्रो जियोलोजिकल सर्वे है। जियोलोजिकल सर्वेमा हाम्रो के हुन्छ? टु फाइन्ड डिफरेन्ट लेयर अफ क्रस्ट, अर्थको जुन क्रस्टहरु छ, लेयर अफ क्रस्टहरु छ, त्यसलाई फाइन्ड आउट गर्नको लागि जियोलोजिकल सर्वे क्यारी आउट गरिन्छ है। ल फोर्थ नम्बरमा हाम्रो भयो आर्कियोलोजिकल सर्वे है। आर्कियोलोजिकल सर्वेमा हाम्रो फर म्यापिङ अफ एन्शियन्ट कल्चरल अब्जेक्ट जस्तै एन्शियन्ट पुरातात्विक विभागहरूले के गर्छ भन्दाखेरि जति पनि दबेका या माटो मुनि पुरेका जति पनि पौराणिक कालका जस्तै मूर्तिहरु, कलाहरु हुन्छन्, त्यो वस्तुहरुलाई एक्सप्लोर गर्नको लागि आर्कियोलोजिकल सर्वे क्यारी आउट गरिन्छ। पौराणिक समयमा घटेको घटनाहरु चाहिँ त्यो वस्तुलाई निकालेर माटोबाट त्यसलाई पुष्टि गर्नको लागि आर्कियोलोजिकल सर्वे क्यारी आउट गरिन्छ। हामी हेर्न सक्छौं धेरै जस्तो मूर्तिहरु जमिनमा धसेर गएका हुन्छन्। कुनै ठाउँमा मूर्ति भेटिन्छ त कुनै ठाउँमा घर नै धसेको जमिनमा भेटिन्छ है। त्यो सबै कुरालाई फाइन्ड आउट गर्न कुन सर्वे गरिन्छ? आर्कियोलोजिकल सर्वे क्यारी आउट गरिन्छ है। अब इन्जिनियरिङ सर्वे चाहिँ हाम्रो लागि मोस्ट इम्पोर्टेन्ट हो पनि हो। यो सर्वे के को लागि क्यारी आउट गरिन्छ? फर मेकिङ प्लान बनाउनको लागि, कन्स्ट्रक्सन अफ रोड कन्स्ट्रक्सन गर्नु छ भने इन्जिनियरिङ सर्वे क्यारी आउट गरिन्छ। बाटोको सर्वे गरिन्छ, कति ठाउँमा फिलिङ गर्नु पर्यो, कुन ठाउँमा चाहिँ एक्जाभेसन गर्नु पर्यो है, बाटो कुन ठाउँ भएर जान्छ, नेगेटिभ ओब्लिगेटरी पोइन्ट कुन हो, पोजिटिभ ओब्लिगेटरी पोइन्ट कुन हो, त्यो सबै कुरा फाइन्ड आउट गरिन्छ इन्जिनियरिङ सर्वेमा। यदि रोड बनाउँदै छौ भने त्यसका लागि, ब्रिज बनाउँदै छौ भने कुन ठाउँमा चाहिँ ब्रिज हाल्नु पर्यो, त्यसको सर्वे क्यारी आउट गरिन्छ है। त्यसैले इन्जिनियरिङ सर्वे हाम्रो लागि अति नै इम्पोर्टेन्ट हो। ल 5 वटा भयो हाम्रो यो आजको लागि। यो अति नै इम्पोर्टेन्ट थियो, तपाईहरु बुझ्नु भयो होला पक्कै भन्ने विश्वास छ। नेक्स्टमा हामी स्टेप अफ सर्वे बारे बुझ्ने छौं। सर्वेइङका केही स्टेपहरु छन्, त्यो बारे हामी अर्को भिडियोमा बुझ्ने छौं है।